नमस्ते सम्पूर्ण मेरा युट्युब दर्शकहरूलाई। आज मेरो 11औं आरके ब्लग मोटिभेसन भिडियोमा स्वागत छ। फेरि पनि आज चाहिँ मैले धेरै दिनमा 4-5 दिन लगभग ग्याप भयो होइन, बिमारी भएकोले। किनभने गर्मी लागेपछि चाहिँ धेरै बिमारी हुन्छु म होइन, गाह्रो हुन्छ। जाडोमा भन्दा गर्मीमा चाहिँ समस्याहरू बढी हुन्छ, त्यो भएर अलिकति ग्याप भयो। तर अब रेगुलरै म भिडियोहरू चाहिँ हाल्छु होइन। र त्यसरी मेरो एक्सिडेन्ट भइसकेपछि होइन हुन्छ नि। अब पहिलो कुरो त मान्छेको होइन के हुन्छ भने, घरमा एउटा कमाउने मान्छे लडिसकेपछि त्यहाँ विभिन्न समस्याहरू आइपर्छ होइन। धेरै कुराहरू निस्किन्छन्, धेरै वाद विवादहरू निस्किन्छन्। जुन अब एउटा शरीर त गुमाएको थिएँ मैले होइन, तर अब आउने समयमा चाहिँ अब थाहा छैन के गुमाउनु पर्छ भन्ने चाहिँ अब त्यो मैले देख्न बाँकी थियो होइन। र अर्को कुरा, अब मैले त्यसको लागि लड्नलाई मैले आफूलाई पनि शारीरिक रूपमा नसके पनि, अशक्त भए पनि मानसिक रूपमा चाहिँ अब आफूलाई तयार गर्नु नै पर्ने थियो होइन। जसरी पनि अब आउने दिनहरूमा आइपर्ने हरेक कुराहरूसँग चाहिँ मैले अब लड्नु पर्ने थियो। जबसम्म मृत्यु आउँदैन तबसम्म त लडेर बाँच्नै पर्ने अवस्था होइन। अनि अब दिनदिनै त्यही हो होइन, घरमा अब किचिङ काचन झै झगडा होइन। अनि घर अब त्यस्तै होइन, लथालिङ्ग भताभुङ्ग सबै समस्या होइन। समस्याको बिचमा पनि फेरि अब घरको मान्छे बिमारी भएपछि त्यहाँ झन् ठुलो समस्या हुन्छ है। त्यो एउटा कुरो सत्य हो होइन। अनि जहाँ अब एउटा आय स्रोतको कम हुन्छ त्यहाँ चाहिँ बढी क्लह झगडा रिसारिस त्यो घरमा बढी हुन्छ, त्यो फ्यामिलीमा बढी हुने गर्छ होइन। यो सबैकोमा त्यस्तै नै हुन्छ। त्यो त अब नर्मली कुरा भयो होइन। अर्को कुरा त मैले अब एउटा गरिबीसँग लड्नुपर्ने भयो भने मैले अर्कोतर्फ आफ्नै शारीरिक अवस्थासँग पनि लड्नुपर्ने बाध्यता, र त्यो माथि अब दिनदिनै आइपर्ने हरेक अप्ठ्याराहरूसँग पनि मैले लड्नुपर्ने मेरो अवस्था। मर्न पनि सकिँदैन आफू खुसीले होइन। अब मर्ने भए त त्यतिखेर मरिन्थ्यो, बाँचेको छ होइन। अनि त्यही पनि अब मैले चाहिँ लगभग इन्डियाबाट 60,000 40,000 पैसा लिएर आएको थिएँ होइन। अनि 40,000 अब त्यो हुन्जेल चाहिँ मैले पनि औषधि दबाई पानी यताउति गरेँ। हुन्छ नि अब एउटा सास हुन्जेल मान्छेको आश हुन्छ। अनि त्यसमै अब कुद्दै त्यसरी सक्यो, पैसा पनि सक्यो होइन, सबै त सक्यो। अनि त्यही पनि मैले हिम्मत हारेको थिइनँ। अब डक्टरले त्यस्तो भने पनि अब डक्टरले अब लाइफ टाइम हिँड्न सक्दैन भने पनि सायद म उड्छु कि भन्ने मलाई एउटा चाहिँ भित्र चाहिँ हिम्मत थियो कि एउटा। मैले बाहिर शरीर टुटे पनि मैले आफ्नो विश्वास र आफ्नो मनलाई चाहिँ टुट्न दिएको थिइनँ। र त्यसरी मेरा दिनहरू बित्दै गयो, ओछ्यानमै बित्दै गयो होइन। सरासरी जस्तो आइपर्छ त्यस्तैसँग लड्दै होइन, ओछ्यानमै दिनहरू ओछ्यानमा बित्न थाले। र पछि चाहिँ अब मैले फेरि धेरै घरमा चाहिँ अब अलिकति झै झगडा अब फ्यामिलीमा भनाभन भएपछि चाहिँ अनि फेरि म त्यहाँ आएको 1-1.5 वर्षमा होइन, 2 वर्षमा चाहिँ विराटनगर जाने तर्खरमा भएँ। जस्ट त्यतिखेर चाहिँ मेरो श्रीमती पनि साथमै थियो। भर्खर नानी जन्मेको थियो होइन। नानी चाहिँ कति म लड्दाखेरि 2 महिनाको पेटमा थियो र म लडिसकेको 8 महिनामा चाहिँ नानी जन्मेको। र त्यसरी घरमा आइसकेपछि चाहिँ मेरो जिन्दगी त्यसरी सुरु भयो होइन। र बाँकी कथा फेरि भोलि अर्को भिडियोमा म लिएर आउनेछु।